सो हेलो, अहिले चाहिँ म छु तपाईँको गन्जौको पेजिङलु भन्ने ठाउँमा। अहिले हाम्रो यो पेजिङलु भनेको चाहिँ एउटा तपाईँको बेजिङ स्ट्रिट भन्छ। यो चाहिँ पुरानो बजार हो। यहाँ चाहिँ हजुर देख्न सक्नुहुन्छ मेरो पछाडि मार्केटहरू, भिडियोहरूमा पनि तपाईँको यहाँ हातले कुदेको सामानहरू अथवा अलिकन यहाँबाट चाहिँ तपाईँको सोभेनियर टाइपमा गिफ्टहरू लान मिल्ने खालको सामानहरू, यताउता सम्पूर्ण कुराहरू चाहिँ पाउने गर्छ। सो अहिले चाहिँ म यो मार्केटमा छु। यो कस्तो छ, यहाँ हजुर आउनुपर्छ कि पर्दैन भनेर चाहिँ म यो भिडियोमा बताउन गइरहेको छु। त्योभन्दा पहिला चाहिँ मैले कोकोनट देखिहालेँ। पहिला कोकोनट खान्छु अनि इनर्जी फुल आउँछ, त्यसपछि चाहिँ भिडियो सुरु हुन्छ है। अब चाहिँ लगभग हामी पेजिङलुको स्ट्रिटमा चाहिँ आइपुग्यो। मेरो पछाडि देख्न सक्नुहुन्छ मान्छेहरूको भिड। यो साइडमा नि त्यति मान्छे छ, यता पनि त्यति मान्छे छ, यता पनि त्यति मान्छे छ। मान्छेको चाहिँ कमिसन एकदम नै भिडभाड छ। अब यहाँ चाहिँ मैले अघि भनिरहेको चाहिँ हजुर यहाँ गन्जौ आउँदा आउनुपर्छ भनेको किन भन्दाखेरि हाम्रो चाहिँ टुरिस्टहरू तपाईँको बसन्तपुरहरू भिजिट गर्छ नि, त्यस प्रकारको चाहिँ पुरानो अब हजारौँ वर्ष पुरानो यहाँ चाहिँ इतिहास बोकेको ठाउँ हो। यो चाहिँ यहाँ चाहिँ तपाईँको मार्केटहरू छ अनि सपिङहरू गर्नलाई चाहिँ तपाईँको सपिङ गर्नलाई मजाको मार्केटहरू पनि छ। अनि घुम्न ओर्नलाई यहाँ टेम्पलहरू, तपाईँको बुद्धको टेम्पलहरू छ। सोभेनियरहरू गिफ्टहरू लान्छु नेपालमा भन्नुहुन्छ भने त्यस प्रकारको पनि सामानहरू हजुरले पाउने गर्नुहुन्छ। मान्छेहरू देख्न सक्नुहुन्छ एकदम डेकोरेटिभ ठाउँ छ, राम्रो छ हेर्नलाई। भ्यूहरू पनि हामीलाई एकदम नयाँ खालको भ्यूहरू देख्न सकिन्छ यहाँ। अनि मान्छेहरू पनि एकदम नै भिडभाड छ। तपाईँको हजुर गन्जौ आउँदै हुनुहुन्छ भने चाहिँ एकचोटि आएर भिजिट गरेर के कस्तो छ मार्केटहरू घुमेर चाहिँ जान सक्नुहुन्छ। त्यस प्रकारको चाहिँ मैले यहाँ मार्केट चाहिँ हजुरलाई देखाएँ। यहाँ मिनी सोहरू छ, सबै कुराहरू छ। तपाईँको एडिडासहरू चाहिन्छ भने नि यहाँभन्दा अलि अगाडि गयो भने चाहिँ तपाईँको एडिडासहरूको सोरुमहरू पनि छ। हजुरहरूलाई एडिडासहरू अरू नाइकहरू केही जुत्ताहरू किन्नु छ भने पनि। अनि साथमा चाहिँ तपाईँको यहाँ आइसकेपछि चाहिँ तपाईँको एकदम इतिहास चाइनाको पुरानो स्ट्रिट हो यो चाहिँ। एकदम यहाँको चाइनिजहरू पनि लोकल्ली अरू सिटीबाट चाहिँ घुम्न आउने गर्छ, जुन चाहिँ अब एकदम नै ठुलो कुरा हो। हजुरले भिडभाड देख्न सक्नुहुन्छ। मेरो वरिपरि भिडभाड देखेर नै हजुरले बुझिसक्नु भयो कि कतिको चाहिँ पपुलर ठाउँ हो भन्ने कुरा होइन। एकदम नै पपुलर ठाउँ हो। यहाँ चाहिँ एकजना चाइनिज पछि लगाएर आएको छ। फेरि विदेशी भनेपछि यहाँ चाहिँ कपी घडीहरू बेच्नलाई कि। सो अब त्यसलाई चाहिँ इग्नोर गरौँ, हामी अगाडि बढ्दै जाउँ।